आउने पालो रहेको छ खेलाडी खेल प्रेमी खेल प्रति भलिबल जगतमा खेल प्रति अत्यन्तै रुचि राख्ने खेल प्रेमी साथीहरूको लागि हाम्रो भलिबल गेम पनि सञ्चालन गइरहेकोमा जानकारी गराउन चाहन्छु। यत्र त्यत्र छरिएर बस्नुभएका दर्शक महानुभावहरूलाई नजिक आइदिनुको लागि हार्दिक आग्रह गर्न चाहन्छु। समयले साथ दिइराखेको छ, शीतलले छाएको छ यो समय। यो कन्ट्रोल पुरे घाम सकिसकेको छ, यो शीतलको समय छ। अगाडि आएर आफ्नो सिट सुरक्षित राख्नु होला। जति समय ढल्किँदै जान्छ त्यति नै हामीमा धेरै थुप्रै को पहिलो म्याच हुन गइरहेको छ। जुन खेलमा सहभागी टिमहरू हुनुहुन्छ बौद्धिकाली बी, यसै गरी घिरिङ 4 का खेलाडी साथीहरूको यो पहिलो म्याच हुन गइरहेको छ। दुवै टिमका खेलाडी साथीहरूलाई एउटा हौसला शुभकामना दिलाइदिनुको लागि हाम्रो अतिथिगणहरूको आगमन भइसकेको छ। उहाँहरू खेलाडी साथीहरूलाई शुभकामना आदान प्रदान गरिदिनुको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। र आजको यस पहिलो म्याचलाई निष्पक्ष तरिकाले सुसम्पन्न गर्नका लागि 4 जनाको टोलीमा गेम सञ्चालन गरिरहेको छ। प्रादेशिक पहिलो रेफ्री अर्जुन राणामा गरेसै गरी दोस्रो रेफ्रीको राखेका छौँ। सबै दर्शक महानुभावहरूलाई खेलाडी साथीहरूको हौसला स्वरूप एकचोटि जोरदार ताली बजाएर यहाँलाई सुस्वागत गरिदिनुको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। सबैले ताली बजाएर यो आजको मेलालाई साँच्चीकै यो सफल मेला बनाउनको लागि सबैले ताली जोरदार तालीले ताली बजाइराख्नु होला। दर्शक महानुभावहरू भलिबल यो बल हस्तान्तरण गरिदिनुको लागि हाम्रा संयोजक साथीहरू स्वयंसेवक साथीहरूलाई प्रादेशिक हाम्रा रेफ्रीजीहरूको समीक्षा बल हस्तान्तरण गरिदिनुको लागि हार्दिक आग्रह गर्न चाहन्छु। र आजको यो गौरवमय कार्यक्रमका प्रमुख अतिथि ज्यूबाट बल पासिङ हुने जानकारी गराउन चाहन्छु। र यतिखेर हजुरले देखिराख्नु भएको छ एउटा भलिबल जगतमा एउटा संस्कार भनिन्छ। यतिखेर खेलाडी साथीहरूसँग हाम्रा आजको पाहुनाहरू अतिथिजीहरू फोटो सेक्सन कार्यक्रम भइराखेको छ। सबैले देखिराख्नु भएको छ। यस लगत्तै हामी यो म्याच आजको यो पहिलो भए पनि अन्तिम भए पनि यो म्याच मात्रै हुनेछ। सबैलाई म जानकारी गराउन चाहन्छु। धन्यवाद। Oke, saksi dia pasti.
खै त्यो डुलेर हिँड्छु भनेको थियो कुन अर्को त्यो बसन्तै बसन्तै गाडी छ हामी आएको गाडी छ बोलेर हजुर मात्र के थुप्रै थियो हजुर चैत्र पूर्णिमा मेला एवं बेलगाउँ अकलादेवी कप भलिबल प्रतियोगिता 2082 को उद्घाटन खेल भर्सेस बेलगाउँ हुन गइरहेको छ। यसै गरी एककोटमा बेलगाउँका साथीहरू हुनुहुन्छ भने दुईकोटमा गिरिङका साथीहरू हुनुहुन्छ। यसैबीच पहिलो अङ्क गिरिङलाई गिरिङको खातामा 1 अङ्क छ भने बेलगाउँले खाता खोल्न सकेको छैन। यसैबीच सर्भिसमा जर्सी नम्बर 2 अश्विन घरतीको राम्रो स्पाइक थियो तर उस्तै ब्लकसँगै पुनः अङ्क गिरिङलाई। गिरिङको अङ्क 2 छ भने बेलगाउँको 2-0। स्पाइक राम्रो थियो तर बल बाहिरिन पुग्यो, त्यसको फाइदा गिरिङलाई। गिरिङको अङ्क 3 छ भने बेलगाउँको 0। पुनः चलाकीपूर्ण प्लेससँगै अङ्क गिरिङलाई। गिरिङको 4 अङ्क छ भने बेलगाउँको 0। अश्विन घरतीको राम्रो स्पाइक सँगै अङ्क जोड्न सफल बेलगाउँ। बेलगाउँको 1 छ भने गिरिङको 4। अङ्क गिरिङलाई। गिरिङको 5 छ भने बेलगाउँको 1। अश्विन घरतीको राम्रो प्लेस थियो तर फल हुन पुग्यो, त्यसको फाइदा गिरिङलाई। गिरिङको 6 छ भने बेलगाउँको 1 अङ्क। अश्विन घरतीको राम्रो स्पाइक सँगै अङ्क बेलगाउँलाई। बेलगाउँको 2 अङ्क छ भने गिरिङको 6।
अङ्क घिरिङलाई घिरिङको 7 छ भने डेढगाउँको 2 अश्विन घरतीको राम्रो स्पाइक सँगै अङ्क डेढगाउँलाई 3-7 पुनः अङ्क डेढगाउँलाई डेढगाउँको 4 अङ्क छ भने घिरिङको 7 यसैबीच सर्भिसमा अश्विन घरती जर्सी नम्बर 1 को राम्रो स्पाइक सँगै अङ्क घिरिङलाई घिरिङको 8 अङ्क छ भने डेढगाउँको 4 पुनः अङ्क घिरिङलाई घिरिङको 9 छ भने डेढगाउँको खातामा 4 अङ्क जर्सी नम्बर 10 का खेलाडीको राम्रो स्पाइक सँगै अङ्क घिरिङलाई घिरिङको 10 अङ्क छ भने डेढगाउँको खातामा 4 अङ्क जर्सी नम्बर 2 का खेलाडी मित्रको राम्रो स्पाइक सँगै पुनः अङ्क घिरिङलाई घिरिङको 11 अङ्क छ भने डेढगाउँको 4 अङ्क डेढगाउँका साथीहरूको रोटेसन फल सँगै पुनः अङ्क डेढगाउँलाई डेढगाउँको 12 अङ्क छ घिरिङको 12 अङ्क छ भने डेढगाउँको 4 पुनः राम्रो स्पाइक सँगै अङ्क घिरिङलाई घिरिङको 13 अङ्क छ भने डेढगाउँको 4 किजन खाप्चाको राम्रो स्पाइक सँगै अङ्क डेढगाउँलाई डेढगाउँको खातामा 5 अङ्क छ भने घिरिङको 13 अङ्क घिरिङलाई घिरिङको 14 छ भने डेढगाउँको 5 अङ्क अश्विन घरतीको राम्रो स्पाइक थियो तर बल बाहिर नपुग्यो त्यसको फाइदा घिरिङलाई अङ्क 15-5 घिरिङलाई घिरिङको 16 अङ्क छ भने डेढगाउँको खातामा 6 अङ्क सर्भिस राम्रो थियो तर बल बाहिर पुग्यो त्यसको फाइदा डेढगाउँलाई डेढगाउँको खातामा 7 अङ्क छ भने घिरिङको खातामा 16 पुनः अङ्क डेढगाउँलाई डेढगाउँको खातामा 8 अङ्क छ भने घिरिङको 16 राम्रो स्पाइक सँगै अङ्क घिरिङलाई घिरिङको 17 अङ्क छ भने डेढगाउँको 8 अङ्क
अङ्क डेढगाउँलाई डेढगाउँको 9 अङ्क छ भने घिरिङको 17। जर्सी नम्बर 3 का खेलाडी भाइको चलाकीपूर्ण प्लेसँगै अङ्क घिरिङलाई घिरिङको 18 अङ्क छ भने डेढगाउँको खातामा 9 अङ्क। पुनः अङ्क घिरिङलाई नै घिरिङको खातामा 19 अङ्क छ भने डेढगाउँको खातामा 9 अङ्क। पुनः राम्रो सर्भिससँगै अङ्क डेढगाउँलाई घिरिङलाई घिरिङको खातामा 20 अङ्क छ भने कन्टिन्यू बलिङमा घिरिङका साथी जर्सी नम्बर 10 का खेलाडी भाइको राम्रो स्पाइकसँगै अङ्क घिरिङलाई घिरिङको खातामा 21 अङ्क छ भने डेढगाउँको 9। युसन सारुको राम्रो स्पाइकसँगै अङ्क डेढगाउँलाई 10-21। जर्सी नम्बर 10 का खेलाडी भाइको पावरफुल स्पाइकसँगै अङ्क घिरिङलाई घिरिङको खातामा 22 अङ्क छ भने डेढगाउँको खातामा 10 अङ्क। पुनः अङ्क घिरिङलाई घिरिङको खातामा 23 अङ्क छ भने डेढगाउँको खातामा 10 अङ्क। पुनः अङ्क घिरिङलाई घिरिङको म्याच पोइन्ट 24 छ भने डेढगाउँको खातामा 10 अङ्क। पहिलो सेट घिरिङले आफ्नो कोल्डाउन पार्न सफल। दोस्रो गेमको सुरुवात है। यसैबीच दोस्रो सेटको पहिलो सर्भिस रिजन खाम्सा कला दिए अरे पूरी बुझेन त टुक्रे टुक्रा भयो बुझिन चार फोटो पठाइदिनु हेरे चला खै भाइने के अश्विन घाटीको राम्रो स्पाइकसँगै पहिलो अङ्क डेढगाउँलाई डेढगाउँको खातामा 1 अङ्क छ भने घिरिङको 0। बहुत हालेको छ है। केक काटेर हाल्दै केक काटेर केक काटेको गर्दै भान्जेर पुनः अङ्क घिरिङलाई घिरिङको खातामा 2 अङ्क छ भने डेढगाउँको खातामा 1 अङ्क। जर्सी नम्बर 1 का खेलाडी मित्रको
3-1 पावरफुल स्ट्राइकसँगै अङ्क गिरिङलाई 3-1। बुढाबुढी भएर हिँड्यो यसैबीच कन्टिन्यू भलिङमा जर्सी नम्बर 3 का खेलाडी मित्र यतिवटा केटा मारेको छ है 10 पुनः। नम्बर 10 गिरिङका खेलाडी। राम्रो स्ट्राइकसँगै अङ्क गिरिङलाई। गिरिङको खातामा 4 अङ्क छ भने डेढगाउँ खातामा 1 अङ्क। मासिवान भेट्नु छ कि नआत्नु यहाँ नदिनु भनेको त यहाँ छ त हाम्रो बाबु केही थाहा नहुने बाटो छ पनि चलाकी पुरा प्लेसिङसँगै अङ्क डेढगाउँलाई। डेढगाउँको खातामा 2 अङ्क छ भने गिरिङको खातामा 4 अङ्क। पुनः अङ्क डेढगाउँलाई। डेढगाउँको खातामा 3 अङ्क छ भने गिरिङको खातामा 4। डेढगाउँलाई। डेढगाउँको खातामा 4 अङ्क छ भने गिरिङको 4। राम्रो सर्भिससँगै अङ्क डेढगाउँलाई। डेढगाउँको खातामा 5 अङ्क छ भने गिरिङको खातामा 4 अङ्क। यसैबीच 1 अङ्कको अवस्थालिँदा पनि सफल। ताकेको छ भाइ। जर्सी नम्बर 10 का खेलाडी मित्रको राम्रो स्ट्राइकसँगै अङ्क गिरिङलाई 5 बराबर। अश्विन भारतीको पावरफुल स्ट्राइकसँगै अङ्क डेढगाउँलाई। डेढगाउँको खातामा 6 अङ्क छ भने गिरिङको खातामा 5 अङ्क। अश्विन भारतीको चलाकी पुरा स्ट्राइकसँगै अङ्क डेढगाउँलाई। अङ्क 7।